नमस्ते सबैजनालाई इभोल्युसन जर्नीमा। अनि बहुत दिन भइसक्यो मैले भिडियोहरू अपलोड गर्न सकेको छुइनँ, त्यसको लागि सरी। अनि आज म भन्नु गइरहेको छु, अस्ति शिवरात्रिको एउटा एनर्जी जो ठुलो एउटा चेन्जिङको समय चलिरहेको छ इभोल्युसन जर्नीको। त्यो दिन एउटा सन र मुनको एउटा युनियन थियो, यिङ र याङको। अनि हिजो तपाईको न्यू मुन, फागुन महिनाको न्यू मुन थियो हिजोदेखि एउटा ठुलो शिफ्ट चेन्ज हुँदैछ अर्थमा। आज त अझै ठुलो एउटा इभेन्ट छ, 7 यानि कि 7वटा ग्रहको एउटा एक्लाइनमेन्ट छ। अनि यो ग्रहले माने 7वटा ग्रहको आज एक्लाइनमेन्ट भएकोले गर्दा आज अर्थमा मान्छेको लाइफमा कति चेन्जिङहरू देख्नु अनि एउटा पोजिटिभिटीमा न्यू एउटा साइकल सुरु हुन जाँदैछ। 19 फेब्रुअरीको दिनमा कार्मिक साइकल हाम्रो डेट भयो, यानि कि एउटा पुरा भयो। एउटा 9 सालको ब्याक हेर्दाखेरि जो हाम्रो लाइफबाट सुरु भएको थियो एउटा साइकल, कहीँ हामी एउटा चिजमा एउटा स्टक थियो, हामी त्यो चिज हाम्रो कम्प्लिट भयो हाम्रो लाइफको। अनि न्यू साइकल हाम्रो लागि एउटा ओपन भएर आयो। अनि बहुत कुछ अर्थमा चेन्जिङ देख्नु सक्दैछ, मान्छेको लाइफमा पनि एउटा चेन्जिङ सुरु भएको छ। एउटा परिवर्तनको ओरमा हामी सबैजना अघि बढिरहेको छु। आज मेरोबाट यो मेसेज थियो कि आजको दिन 7 प्लेनेट एक्लाइनमेन्ट हुनु जाँदैछ। आजको दिनमा हामी हाम्रो 7वटा चक्रको लागि हामीले मेडिटेसन्स आजको दिन गऱ्यो भने हाम्रो चक्र ब्यालेन्स हुन्छ। अनि हाम्रो मेनिफेस्ट अनि कुनै चिजलाई हामीले एउटा सोचेको छु भने हाम्रो लाइफको राम्रो त्यो चिज सब कुछ मेनिफेस्ट भएर जान्छ। अनि हाम्रो लाइफको यत्रो ठुलो आज ठुलो भने इभेन्ट हुनु जाँदैछ एस्ट्रोलोजी। अनि मान्छेको लाइफमा पनि बहुत कुछ चेन्जिङ देख्नु पाउँछ। आजको दिन 7:07 यो मेडिटेसन्स 7वटा चक्रको गऱ्यो भने हाम्रो बडीको भित्रको चक्रमा कति एक्लाइनमेन्ट अनि हिलिङ हुन्छ हाम्रो लाइफलाई। यही थियो मेरोबाट मेसेज कि जो एभोल्युसन जर्नीमा जो यो टाइम चल्दैछ भने जसको लाइफको जर्नीमा उतार चढाव चलिरहेको छ, एभोल्युसन जर्नीमा कति एन्जाइटी, कति डिप्रेसन्स, कतिजनाले बुझ्नु चाहेको छ जर्नीको बारेमा। मेरोबाट यही छ मेसेज कि म उनीहरूलाई हेल्प गर्न सकूँ एभोल्युसन जर्नीको लागि। अनि तपाईँलाई मेरो यो भिडियो मन पऱ्यो भने सेयर गरिदिनुहोस् होला, अनि लाइक गरिदिनुहोस् होला, अनि सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू।